टु माई युट्युब च्यानल। मेरो युट्युब च्यानलको नाम चाहिँ तोरेमा कान्छा भन्ने छ। आज चाहिँ मेरो भिडियो यसरी सुरु हुन गइरहेछ। कृपया लाइक सेयर कमेन्टहरू गरिदिनु होला भन्दै आज मेरो भिडियोहरू यसरी सुरु हुन्छ। भयो जति सबै माया तिमीलाई। आज चाहिँ हामी चाहिँ तुम्बिया लागिरहेछौँ। तुम्बिया भने थुप्रो छौँ हामी। आज चाहिँ हामीलाई जोन चान्स देखेको छ होला होइन, हल्का फुल्का होइन। हामीलाई त अलिक तर चस्माले भन्दा नि केले सुहाउँछ हौ, कपालले मात्रै नसुहाएको हो कि यसो हेर्दा झलक्क हेर्दाखेरि हामी आज चाहिँ हामी होइन तुम्बिया डाँडा लागिरहेको छौँ। अब हाम्रो गायक केटाहरूसँग होइन अभी मजा आएगा ना भिडियो। आज चाहिँ हामी विशेष गरी तुम्बियामा गइरहेको छौँ। अनि विशेष गरी होइन रुङ्ग्रीको भान्सा गरी भनौँ न। अब चाहिँ तपाईँलाई सब्सक्राइब गरिदिनु पर्यो। सब्सक्राइब हेर्नु मभन्दा छिटो उसले भनिदिइहाल्यो होइन। सब्सक्राइब गरेन भने यो रुखबाटै सब्सक्राइब गरिदिनु होला युट्युब च्यानललाई। युट्युब च्यानलको नाम चाहिँ तोरेमा कान्छा भन्ने छ। त्यही भएर त्यसलाई चाहिँ सब्सक्राइब गर्नुपर्ने हुन्छ तपाईँहरूले होइन। तर नगरे पनि ठिकै छ। तोरेमा भनेको अब त्यो लिम्बू भाषा हो। तोरेमा होला त्यस्तै होला। क्या बक रहे हो मादरचोद। अहिले चाहिँ अब म चाहिँ बाइक हुँदा चाहिँ दादा पल्टिने मान्छे हो, तर आज बाइक नभएको कारणले चाहिँ अलिकति डन होइन, अलिकति उ जस्तो भएर हिँड्दैछु। अनि त्यही हो। अनि यस्तो छ मान्छेहरू। अनि के गर्नु होइन, अब तपाईँहरूलाई अब जानी नजानी भए पनि यसो भ्लग बनाएर यसो देखाउनुको प्रयास त गरिरहेको छु होइन। यसो मन पाइदिनुहुन्छ भन्ने आशावादले म एउटा त होइन भिडियो बनाइरहेको छु। मेहनत गरिरहेको छु, तपाईँले हेर्नु सक्नुहुन्छ। अनि आज चाहिँ हामी तुम्बिया डाँडा गइरहेको छौँ। प्रायः जस्तो कतिले भ्लगमा हालिरह्यो होला तुम्बिया डाँडाको, तर पनि हामी आफ्नै छुट्टै एउटा के भन्छ त्यो सबैले मासु त पकाउँछ। दिन्छ नि त्यस्तै हामी पनि अब होइन त्यसरी नै मासु अब पकाएको जस्तो गरेर तपाईँलाई दिनु खोजिरहेको हो। यो भनेको चाहिँ अनि एप्पल त होइन हौ, त्यस्तै एप्पल भन्ने होइन। कति स्याउँछु अनि यता हाम्रो पछाडि चाहिँ हुनुहुन्छ कविराज भाइ। अनि यता अगाडि चाहिँ हुनुहुन्छ अब डन हो। अनि बनाउनु पर्छ भ्लग भन्ने चाहिँ रनिङ एक खाले समातेर जान्छु। मैले ढुक्कमा के भन्न चाहन्छु भनेको चाहिँ साथीभाइहरूसँग चाहिँ डुल्नुपर्छ। बुढेसकालमा सम्झना आउँछ। थोरै मेरो यो कपालले चाहिँ सोहाएको छैन होला, त्यही पनि के गर्नु होइन। हल्का क्युटनेस मात्रै छु होला, तर ह्यान्डसम त छुइनँ होला भन्ने हो। अनि तपाईँहरूलाई चाहिँ आज चाहिँ विशेष गरी थुप्रै दृश्यहरू देखाउन गएको छु, जुन चाहिँ हाम्रो यो प्रचलित हाम्रो यो तुम्बिया चाडका विशेष गरी भ्रमणीय क्षेत्र तुम्बिया होइन। तुम्बियामा तपाईँहरूलाई एकदम प्रस्तुत गर्दैछु भन न। प्रस्तुत देखाउन गइरहेको छु। प्रस्तुत मतलब तपाईँहरूलाई देखाउँदैछु एउटा हँसाइली रमाइली टाइपको होइन देखाउन गइरहेको छु। अनि त्यहाँदेखि हात चाहिँ दुख्ने रहेछ। जे होस् यसो हात यस्तो बनाएर भ्लग गर्दाखेरि चाहिँ हात चाहिँ दुख्ने रहेछ। बाँसको अघि नै बनाएर लिउँ भनेको नि तिमीलाई। बाँसको अनि आज चाहिँ हामी घुम्न त लागिरहेछौँ। हल्का घाम चल्दैछ। हामी सोल्टिनहरू पनि भेट्न गएको नि होइन।
म त होइन तिमी होइन? गएको। मैले पनि पहिलातिर चाहिँ भ्लग चाहिँ बनाउँथेँ र के भयो भने भ्लग बनाउँदाखेरि मैले ग्याप गरेँ त्यस्तै 1 इयर्स जति झन्डै लगभग त्यस्तै 1 इयर्स जति मेरो ग्याप भयो अनि कन्टेन्टहरू त्यस्तो मजा हाल्नु पाइनँ अब चाहिँ बिस्तारै हाल्नेछु मेरो भ्लग अनि अहिले चाहिँ हामी यता कलर लाग्दैछौँ यी खाने कुरा पनि यहाँ छ खानेकुरा घिउ कुमारी हो कि घिउ कुमारी खानेकुराहरू चाहिँ यहाँ छ के छ तर के छ देशीको चिकबल अनि यो रेड बुल एक्सट्रिम पेप्सीहरू छ पेप्सी अरू छैन सानो खालको कोल्ड ड्रिङ्कहरू अनि टक्कैसँग यहाँ चाहिँ भ्यूहरू सब देख्नु सक्नुहुन्छ अनि विशेष गरी हामी यो तुम्बियो डाँडामा चाहिँ के भन्नु घुम्नुहरू थुप्रै आउँछ तर आज आएन ठिकै छ आज कुन चाहिँ सँग बोलिदिनु भयो होइन हेर्नु सक्नुहुन्छ ओह्रालोतिर चाहिँ को हुन्छ होला हौ त्यसै गरी हामी यहाँ आइसकेको छौँ हामी तपाईँहरूलाई देख्नु खोजिरहेको थियौँ नि यो हो होइन त्यो डाँडा यहाँ माथि देख्नु सक्नुहुन्छ नि त्यो हो होइन अनि तपाईँलाई अब कहाँ देखाउनु गइरहेको छैन हामी एकदम बेदार आएको थाहा छ होइन त्यही यताबाट चाहिँ हामी के अरे दिनु सक्नुहुन्छ भने जस्तै के भन्छ डुलोभित्र पस्ने ठाउँ हुन्छ खोलाभित्र पस्यो खोइ खोला सुक्यो त्यहाँतिर जानु छ यहाँ त्यति अझै घुम्ने ठाउँ मान्छेहरू पनि थिएन अनि त्यसबाट नघुमेको कारणले गर्दा त्यति चाहिँ आज मान्छे आएको थिएन अनि त्यही भएर अब चाहिँ हामी चाहिँ घर जान आँटेको छौँ खुट्टाको हालत के भयो अरे खुट्टाको हालत के भयो अरे अब चाहिँ नि अब हामी चाहिँ टक्कसँगले गर्लफ्रेन्ड नभेटेको गर्लफ्रेन्ड अरे अनि त्यहाँदेखि अब हामी घरमा अब गएर चाहिँ काम गर्नुपर्ने हुन्छ होइन अब आगामी दिनमा पनि यस्तै भिडियोहरू हाल्ने छु अनि तपाईँलाई यहीँ मैले भ्लग इन गरिसकेको छु यहीँ भ्लग इन गरिसकेपछि यस्तै भिडियो हाल्छु हस् धन्यवाद थ्याङ्क यू